सुस्वागतम। यो हो नक्साल। नक्सालको पार्क निकै व्यवस्थित बनेको पार्कभित्र आज जाँदैछौँ। अब हेर्ने नि त्यहाँ फेरि कहाँ थियो सर पार्क एक्सप्लोर गरौँ है त। साँझको बेला 2083 साल 82 सकिएर 83 साल वैशाख 1 गतेको दिन पार्कमा भिडभाड, बच्चाहरू खेल्ने ठाउँ, फोटो खिच्ने ठाउँ, पिकनिक खाने ठाउँ, ड्राई पिकनिक। सो दिस इज द बेस्ट ह्याङ्गिङ प्लेस फर चाइल्ड रेन। यहाँ भिडभाड छ पिङ खेल्ने, खेल्दै दिस इज बिफोर एन्ड आफ्टर। पहिला यस्तो थियो पार्क, अहिले बनेको छ यस्तो। सो एक्सर्साइजहरू डनाडन चल्दैछ है। नन्दीकेश्वर बगैँचाको नियम पालना गर्नुपर्ने। दिस इज पपुलरली नोन एज नक्साल नन्दीकेश्वर पार्क। 200-400 मान्छेहरू चाहिँ यहाँ छन् पक्कै पनि। बिजी सडकको बिचमा यसै पार्कहरू व्यवस्थित रूपमा सञ्चालनमा व्यवस्था गरियो भनेदेखि इन्भाइरोमेन्टलाई पनि राम्रो, मानिसहरूलाई पनि राम्रो हुने पक्कै गर्दछ। यता यहाँ डान्स चल्दैछ, फ्यामिली डान्स होला। एक राउन्ड चाहिँ आएन है त पार्क। जानकारीमा आएसम्म करिब 20 रोपनी क्षेत्रफलमा फैलिएको यो पार्क बिहानमा मर्निङ वाकको बेला पनि निकै भिडभाड हुने गर्दछ। आज पनि निकै भिडभाड छ। सबैको आफ्नो उद्देश्य खेल्ने, घुम्ने, रमाउने। ग्रिनेरी पार्कमा निकै व्यवस्थित रूपमा सजावट बनेको पार्क। ब्याडमिन्टन खेल हुँदैछ, यता फुटबल खेल्दैछ। ड्राई पिकनिक, बाल बच्चाहरूलाई घुमाउन रिक्रिएसनल सेन्टर। दिस इज द बेस्ट नेचुरल रिक्रिएसनल सेन्टर। म नेपाल हाँसेको हेर्न चाहन्छु। अब लागौँ पार्कको बिच भागमा। बिच भागबाट पार्क अवलोकन गर्दाखेरि कस्तो देखिन्छ भन्ने कुराहरू। सो तपाईँहरू पनि यदि पार्कमा आउनुभएको छ भनेदेखि प्लिज काइन्डली सेयर योर एक्सपिरियन्स एन्ड ड्रप कमेन्ट्स ओभर माई भिडियो। सुनमा सुगन्ध थप्न जहाँ जुनै पनि पार्कमा नेपालको झन्डा यसरी फरफराइरहेको हुन्छ। यसले देशभक्तिको भावना सँगसँगै छुट्टै नौलो आवाज दिने गर्दछ। निकै नै रमणीय स्थानमा हरियाली देख्न पाउँदा सबै खुसी उमङ्ग। यहाँ फुटबल चाहिँ नखेल्दा हुन्थ्यो भन्ने चाहिँ जानकारी दिँदै हुनुहुन्छ एकजना दाजुले। केटाकेटीहरू खेल्छन्, फुटबल खेल्न आउँदा लाग्ला भन्ने, फुटबल भलिबल। सो इट्स जस्ट फर अ फन, enjoy with the nature. And finally, thank you for watching. Stay tuned. नक्साल चौर घुम्न आउनु होला, फुर्सद मिलाएर साँझको
बेला छुट्टै आवाज हुने गर्दछ। थ्याङ्क यू।